कहिलेकाहीँ जिन्दगीले हामीलाई यस्तो खेल खेल्दछ जहाँ तपाईँलाई सबैले मजाक बनाएका हुन्छन्, तर समयले देखाउँछ मजाक बनाउने होइन, इतिहास बनाउने तपाईँ नै हुनुहुन्छ। नेपालको एउटा सानो गाउँ जहाँ एउटा बालक जन्मिन्छ, उसको नाम थियो आकाश। घरमा गरिबी यतिसम्म कि एक छाक खानको लागि पनि सोच्नुपर्ने अवस्था थियो। बुबा बिरामी, आमा दिनभरि अरूको घरमा काम गर्नुपर्ने। स्कुल जाँदा सधैँ आकाशको खुट्टामा जुत्ता हुँदैन थियो। कपडा पुरानो र शिरमा लगाएको टोपी फाटेको हुन्थ्यो। यी सबै देखेर आकाशका साथीहरूले आकाशलाई मजाकमा उडाउँथे। ओइ राम, ओइ श्याम, हेर न हेर, ऊ भिखारी आयो, ऊ भिखारी आयो। यो भिखारी हामीसँग पढेर के बन्न खोजेको होला, तर त कहिले केही बन्न सक्दैनस्। हरेक दिन साथीहरूको व्यवहारले आकाशको मुटु टुट्थ्यो, तर ऊ चुपचाप लाग्थ्यो। एक दिनको कुरा हो, स्कुलमा शिक्षकले आकाशलाई सोध्नुभयो, आकाश बाबु, तिमी ठुलो भएर के बन्न सक्छ, के बन्न चाहन्छौ? सबै साथीहरू आकाशलाई देखेर हेरेर हाँसे। आकाशले डराउँदै काप्दो स्वरमा भन्यो, सर, म ठुलो मान्छे बन्न चाहन्छु, म सफल व्यक्ति बन्न चाहन्छु। त्यही छेड पुरै क्लास हाँसोले गुन्जियो। ओइ, त सफल, त अनि त सफल हो। त्यो हाँसो नै आकाशको जीवनको सबैभन्दा ठुलो चोट बन्यो। त्यो रात आकाश रोयो, ऊ निदाउन सकेन, तर उसले मनमा नै निर्णय गर्यो, एउटा निर्णय गर्यो, अब म रुन्न, सबैलाई देखाउँछु। हो, त्यस दिनदेखि आकाश बिहान 4 बजे उठ्न थाल्यो। दिनभरि काम, रातभरि पढाइ। अरू सुत्थे, तर ऊ जाग्थ्यो। कहिलेकाहीँ त पानी पिएर मात्रै पनि पढ्दथ्यो। पेट भोकै हुन्थ्यो। बिहान उठ्दा आँखा निन्द्राले भारी हुन्थ्यो, तर सपना भने ठुलो थियो। गाउँका मानिसहरू अझै हाँसिरहेका थिए। यो पागल भयो, यसले यस्तो के गरेको होला? आकाश यी सब कुरा चुपचाप सुन्थ्यो र आफ्नो लक्ष्यतिर अघि बढिरह्यो। वर्षौं सङ्घर्षपछि एक दिन रिजल्ट आयो। आकाशले देशको ठुलो परीक्षामा नाम निकाल्न सफल भयो। हो, त्यो दिन गाउँमा सबै चकित भए। उनीहरू अब चुप थिए। आकाश रोयो, तर यसपटक दुःख, भोक र प्यासले होइन, ऊ खुसीकोले रोयो। केही वर्षपछि उही आकाश अब एउटा सफल व्यक्ति बन्यो। आफ्ना आमा बुबालाई राम्रो जीवन दियो। गाउँका बच्चाहरूलाई पढ्न सहयोग गर्यो। एक दिन त्यो पुरानो साथी आयो र भन्यो, माफ गर यार, हामीले तँलाई धेरै हेप्थ्यौँ, धेरै दुःख दिन्थ्यौँ। आकाश मुस्कुरायो, तिमीहरूले मजाक नबनाएको भए आज म यो ठाउँमा पुग्ने थिइनँ। हो, तिमीहरूको त्यही मजाक नै मेरो सफलताको ठुलो प्रेरणा बन्यो। यदि आज कसैले तपाईँको मजाक उडाउँछ भने नरुनु, हतोत्साहित नहुनु, किनकि त्यो मजाक तपाईँको सफलताको इन्धन बन्न सक्छ। समयलाई समय दिनुहोस्। एक दिन तपाईँको कथा नै अरूको लागि प्रेरणा बन्नेछ। मजाक उडाउन सजिलो हुन्छ, तर इतिहास बनाउन हिम्मत चाहिन्छ। मजाक उडाउन सजिलो हुन्छ, तर इतिहास बनाउन हिम्मत चाहिन्छ। हजुरहरूलाई यी र यस्तै भिडियोहरू हेर्न मन लाग्यो भने, हजुरहरूलाई यो भिडियो मन पर्यो भने भिडियोलाई लाइक, कमेन्ट र यी र यस्तै भिडियोहरू हेर्नको लागि च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला। र यतिन्जेल यो भिडियो हेरिदिनु भएकोमा हजुरहरूलाई धन्यवाद।